Hi, welcome back to our channel. हामी चाहिँ आज लन्डनबाट पोल्यान्ड जाँदैछौँ तिहार सेलिब्रेसनको लागि. So join with us in our journey. र हामी चाहिँ एयरपोर्ट पुगिसकेका छौँ. एयरपोर्ट पुगेर हामी चेक इन गर्नतर्फ लाग्यौँ अनि हाम्रो फ्लाइट चाहिँ विचेयरबाट थियो र विचेयरले हामीलाई 90 पाउन्ड लिग्यो अर्ली चेक इन गरेन भनेर. मान्छे त गायब भइदिने यार. हामी फाइनल्ली यता हेर यहाँ पोल्यान्डबाट इमिग्रेसन पास गरेर हामी एक्जिट टु द सिटी त्यो लाग्दैछौँ होइन. अझै तिमीसँग चान्स छ होइन. हामीलाई लिन बहिनाजु आइसक्नु भएको थियो र हामी बहिनाजुसँग घरतिर लाग्यौँ. छिटै ल्याएर आइस् त दिदी. र दिदी पनि कामबाट आइसक्नु भयो र अबको हाम्रो तयारी चाहिँ जाकोपानी जानेतर्फ. हाम्रो चाहिँ नाइटको ट्रेन थियो. ओभरनाइट ट्रेनमा गएर भोलि बिहान चाहिँ जाकोपानी पुग्ने थियो. र हामी चाहिँ रेडी भयो. 11:30 बजेको ट्रेन थियो सायद. त्यसको लागि निस्कियौँ घरबाट. हामी अब जाकोपानी ल अब चाहिँ हाम्रो रमाइलो यात्रा सुरु भएको छ. तिमीहरू चाहिँ दिइसकेको छोरी पनि तिमीहरूको अवतार देखेर नदिने जस्तो लिने हो. म त कस्तो खालको नि यो उसलाई कस्तो हुन्छ दिएको छोरी भिना लाग्यो भने मलाई अझ भिनाजुले यो सब भिनाजुले लास्टमा किनाउनु हुन्छ नि जस्तो है. 9 बजे भने त फुलको फेरि बोल्छ. र हामी जाकोपानी आइसक्यौँ. यहाँ फोहोर फाल्दैछौँ. हामी यहाँ फोहोर फाल्दैछौँ. पानी हामी यहाँबाट हिँडिसकेका छौँ. ल कसरी सुरक्षा कस्तो गर्ने भनेको. र हामी जाकोपानी झरिसकेपछि फेरि एउटा बस लिएर चाहिँ माथि लेकसम्म जानुपर्ने रहेछ र हामी त्यो बस लिएर अगाडि बढ्यौँ. यसै गरी हामी अब जाकोपानीबाट मासतिर लागेर लेक जाँदैछौँ. रातभरि ट्रेनमा निदाउन नि सकेन. त्यसपछि चाहिँ बाहिरको नजारा हेर्दै हेर्दै हामी चाहिँ अगाडि बढ्यौँ र यो ठाउँमा आइपुग्यौँ. यो चाहिँ एउटा नेसनल पार्क थियो अनि यहाँबाट चाहिँ समथिङ टिकट लिएर अथवा यहाँबाट चाहिँ घोडा अथवा बग्गी लिएर चाहिँ हामी माथि लेकसम्म जान सकिन्थ्यो अथवा ट्रेकिङ गर्दै पनि जान सकिन्थ्यो. मोस्ट अफ मान्छेहरू चाहिँ हिँड्दै जाँदै थिए तर हामी चाहिँ हिँड्न नसक्ने भएर बग्गी लिएर अगाडि बढ्ने निर्णय गऱ्यौँ. र बग्गीले हामीलाई फेरि बिच बाटोमै ल्याएर छोडिदियो. हामी त्यहाँबाट फेरि हिँड्न थाल्यौँ. यहाँबाट अलमोस्ट 15 to 20 मिनट्स
माथि हिँडेपछि बल्ल लेक आउनेवाला थियो र हामी बिस्तारै बिस्तारै हिँड्न थाल्यौँ चिसो एकदमै धेरै थियो हात खुट्टा एकदम चिसो भइसकेको थियो र हामीलाई एकदम चिसो भएर हामी त्यहाँको एउटा कफी सपमा बसेर कफी खाने निर्णय गऱ्यौँ एकछिन हात खुट्टा तताएर अगाडि बढ्ने निर्णय गऱ्यौँ त्यति गर्दै हामीले कफी खायौँ मिठो कफी खायो यस्तो कफी कहिले खानु नपरोस् पराजुली र हामी सबैजना फ्रेममा आइसकेको छौँ फोटो हाल्न पनि रहेछ त्यहाँ लागौँ अब हामी कहाँ लाग्छौँ हामी कहाँ लाग्छौँ हामी लाग्छौँ कहाँ भन्दाखेरि अब हामी लाग्छौँ ताल हेर्नु ताल पेगनास ताल हो जेपा थियो भन्ने गलत तालको नाम भन्नु जानिन्न दिपाङ ताल हो रे This is heaven. This. Guys, good, amazing. ल फाइनली हामीलाई भिनाजुले यहाँसम्म लिएर आउनु भयो भिनाजुको प्लान हो कन्ट्रिब्युसन तेरो तर सबै बाटोमा भिनाजुले अन्त चिनाएको हामी मात्रै आएको त आइन्थेन उस्तै परे तर यो ठाउँ हेर्दा हामी खासै राम्रो ठाउँमा चाहिँ छैनौँ खासै केही राम्रो छैन यसो यसो देखाऊँ भनेर हामी फर्किँदैछौँ होइन ल अब हाम्रो ट्रेक लगभग सकिन लाग्यो यति पनि त आइसकेन है यतिबाट सुरु गर्नुपर्ने आइसक्यो हाउ यु फिलिङ बिहान त्यत्रो हिँडेर गएको कति घन्टा हामी बिहान कति घन्टा हिँड्यौँ बिहान हिँड्यौँ 2 घन्टा 2 घन्टा हिँड्यौँ है अनि अहिले फेरि 2 घन्टा हिँड्दैछौँ अब हाम्रो चाहिँ भिनाजुले लिड गरेर लिएर आउनुभएको लगभग अलमोस्ट अब हामी कति 20 मिनटमा पुगिन्छ भिनाजु तल लाग्छ होला अझै आधी घन्टा 45 मिनट आधी घन्टा 45 मिनटमा तल हामी मेन बस स्टपमा पुगिन्छ त्यसबाट फेरि बसमा जा ल त्यो गर्दै हाम्रो लगभग गएको चाहिँ के रे तालको नाम के हो एमबाट आउँछ ताल एमबाट आउँछ त्यो चाहिँ हाम्रो पुरा भ्लग हेरेपछि मात्र थाहा हुन्छ त्यो चाहिँ लास्टमा हालिदिनुपर्छ तपाईहरु कमेन्टमा गेस गर्नुस् कुन ताल हो भनेर तर ठाउँ चाहिँ पोल्यान्डमा छ है त्यो चाहिँ भन्दिनु र अब हाम्रो यात्रा चाहिँ यही टुङ्गिन गइरहेको छ हामी चाहिँ एकदम नै भोकाइसकेका थियौँ त्यसैले एउटा इन्डियन रेस्टुरेन्ट खोजेर डाकोपानीको ट्रेन स्टेसनमा चाहिँ हामी खान थाल्यौँ र खाइसकेर हामी त्यसपछि चाहिँ ट्रेनको लागि जान्छौँ हाम्रो ट्रेन चाहिँ 9:30 को थियो आई थिङ्क र त्यति बेला हामी चाहिँ 6 o'clockमा हामी त्यहाँ पुगिसकेका थियौँ र हामीलाई चाहिँ अब वेट गर्ने
टाइम जति पनि थियो सो हामी रिल्याक्स भएर खाना खान थाल्यौँ सो आजको भ्लग चाहिँ यति नै थियो थ्याङ्क यू सो मच फर वाचिङ डोन्ट फर्गेट टु लाइक कमेन्ट एन्ड सब्सक्राइब बाई सी यू नेक्स्ट टाइम